गोली मर्छ क्यारे एक शब्द नबोली। ल साथी हो म चाहिँ आज के अरे सर यो उड्ने प्यारालाइन चढ्यो। इष्टमित्रहरू सबैलाई नमस्कार छ। चिन्नुहुने चिन्नु नहुने सम्पूर्ण साथी मित्रहरूलाई मेरो भाइ पाइलटले उडाइरहेको छु यसरी। अब हामी चाहिँ लगभग कति मिनटको हाम्रो 20 देखि 30 मिनटको समयमा हेर्छ तपाईँहरूले आउनुहोला। मुटु दर्रो हुनुपर्ने रहेछ। उडाइरहेको छ मलाई पाइलटले। एकदम आनन्द भइरहेछ। अलि हल्लिँदा चाहिँ डर लागिरहेछ। मुटु दर्रो हुने मात्रै सक्ने रहेछ, नभए गाह्रो छ है हजुर। तपाईँहरू पनि आउनुहोला। एकदम राम्रो छ पोखरा। फेवाताल हुँदै अहिले उडिरहेको छु म। अब हामी चाहिँ लगभग अब 10-15 मिनट चलाइन्छ। 5-7 मिनट चाहिँ भयो होला। अब हामी 10 मिनटमा फेवाताल जाँदैछु सररजी। ढोक्का आउनु केही टेन्सन नाइन्छ। पहिले सुत्दा चाहिँ के अरे चढ्दा चाहिँ एकदम डर लाग्यो। चिल्ले कुखुरा टिपेको जस्तै टपक्कै टिप्दो रहेछ। त्यो देख्दा त एकदम डर लाग्यो। अरू उडेको देख्दा त मुटुै काम्यो। अहिले आफै उड्दा त अब जे होला भनेर चाहिँ अहिले एकदम मजा छ भनौँ न। अब अलिकति हावामा त हल्लाउँदो रहेछ, नभए त केबुल कारमा चढे जस्तै हुने रहेछ। अब तलतिर हेर्दा त पुरै डर लाग्छ। चस्मा लाउँदा चाहिँ राम्रै हुँदो रहेछ। है इष्टमित्रहरू चिन्नुहुने चिन्नु नहुने सम्पूर्णलाई लाइभ भिडियो गरेको छु। हजुर पनि यस्तो आउँदा पोखरा आउँदाखेरि यो के अरे भाइ प्यारालाइडिङ चढ्नु होला। म त चढेँ फर्स्टचोटि हो। अब झन् मेरो अहिलेसम्म चढेको थिइनँ। अहिले चढ्यो मजा भइरहेछ। त्यो एकदम आनन्द भइरहेछ। हाम्रो सर पाइलट एकदम एक्सपिरियन्स हुनुहुँदो रहेछ। अहिले लगिरहेछ सरल कि अब तल हामी चाहिँ तल फेवाताल जाने हो। अब हाम्रो सरले कतिसम्म पुग्नुहुन्छ त्यही गरेर हजुर सबैलाई सम्झेको छु है हजुर। भाइ अनि तपाईँले बिहे गरेको छैन? नै गरेको छैन। हजुर अनि यस्तो के हुन्थ्यो यसो त? हजुर जस्तै त पाइलट त अनि लेडिजहरू त पाउनु पर्ने हो। गरौँला नि बिस्तारै अब। बिस्तारै गर्नुपर्छ अब। राम 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 रुपियाँमा सिकेको अर्कोटी डर पनि लागिरहेको छु। मलाई त भइरहेछ। डराउनु पर्दैन। ठिक छ होइन भन्नु न। अब यस्तो अलिकति पहिलोपटक गरेको भएर हावाले हल्लाउँदाखेरि डर लाग्यो एकदम हो। तलमाथि गर्दा अब यो भट्टै चिन्ला यस्तै डर लाग्यो। चिन्दैन है? चिन्दैन। यो त मुटु दर्रो हुनेले मात्रै है हजुर। मुटु दर्रो उसले त काम छैन। यो चुल्छ ढल्छ होइन सर? हो म त ठिकै छु। अब बालबच्चा सबै हुर्किसक्यो, टेन्सन छैन नि है। बिहे पनि गरिसकेँ, बालबच्चा हुर्किए, त्यति टेन्सन त लाग्दैन भन्दा पनि होइन है। तर अलिकति सास हुन्जेल आस हुन्छ नि। डर त भइहाल्छ नि, हुँदैन त? भइहाल्छ नि मान्छे जब डर हुन्छ नि होइन। सबै देख्दछ है हजुर। देख्छ नि तल त खुल्ला आकाशमा त। अनि एकदम मजा भइरहेको छ भाइ। एकदम खुसी छु। मेरो भाइलाई धेरै धेरै धन्यवाद छ। हामी चाहिँ यता गौरी शङ्कर गाउँपालिका वडा नम्बर 7 दोलखा जिल्ला हो। यसो आज चाहिँ यसो घुम्नु लागेको। यो प्यारालाइट चढ्छु भन्ने चाहिँ धेरै सोचेको थिएँ कि तर आज चढ्नु पायो, खुसी लाग्यो। भाइ एक्सपिरियन्स छ एकदम मजाले। हेलिकप्टरमा चढेको जस्तै आनन्द छ। त्यही पनि डर चाहिँ लागिरहेको छ। मुटु त कामिरहेको छ होइन। अनि मुटु डर हुने चाहिँ चढ्दा राम्रो, नभए चाहिँ एकदम अलिक गाह्रै रहेछ। अब यहाँ अब तपाईँ त एक्सपिरियन्स हुन्छ। माथिबाट सुरुमा उड्दा त एकदमै डरै लाग्यो। अरू उड्यो देख्दा पनि एकदमै डरै लाग्यो क्या। किनभने तपाईँको फेरि केही त हो नि होइन। कुखुरा चिल्ले टिपेर चाहिँ हाम्रो गाउँमा कुखुरा हुन्छ कि हजुर। यसो टपमाथि कुखुरा टिपेर लगेर चाहिँ लाँदा छ। त्यही भएर मलाई पनि डर चाहिँ लाग्यो है। ठिक भइरहेछ। म चाहिँ भाइ गरेँ त्यही हो। हजुर। ल भाइलाई धेरै धेरै धन्यवाद छ। चलाइदिनु भयो मेरो भाइले। त्यतिसम्म चलाउनु पनि राम्रो हो, उडाउनु भयो होइन है। त्यो तलको चाहिँ के हो खासमा? त्यो तल फेवाताल हो क्या। यस्तो सबै फेवातालको एरिया हो। बर्खाको टाइममा चाहिँ माथि सबै आउँछ ताल। अहिले चाहिँ यहाँ ताल कम भएको बेलामा खेत रोप्ने अनि
साथी हो एकदम मजा छ ढाङ्गा डुङ्ग पर्किन्छ गोली मर्छ क्यारे एक शब्द नबोली होइन हजुर हो। यो चढेर हुई के हो नि यहाँ अब समात्ने ठाउँ त छ है एकदम डर लागिरहेको छ मलाई त एकदमै डर छ है जति बोल्यो पनि डर चाहिँ लागिरहेको छ कि पोखराको फेवाताल सराङपुर सबै घुमिसक्यो